सब ठिक त छ? आमालाई कुटेर हिँड्नु भएछ हैन? आफ्नी आमालाई हात उठाउनु भन्दा अगाडि तपाईको हात अलिकति पनि कामेन? तपाईको मनमा अलिकति पनि पाप र धर्मको ख्याल आएन? आफ्नी आमाको अलिकति पनि माया लागेन? छोको जस्तै मात्रै गरेको हो, कुटिहालेको होइन। ठिक्क तपाईलाई। तपाई जस्तो छोरा हुनुभन्दा त नभएकै बेस। जाबो त्यति एक टुक्रा बारीको लागि आफ्नी आमामाथि हात उठाउनु भयो हैन? तपाईँ यहाँ आमासँग झगडा गरेर आउनुभएको भन्ने कुरा थाहा मात्रै पाएको भए मेरो घरको आँगनमा पाइला पनि टेक्न दिने थिएन तपाईँलाई। सब ठिक त छ? आमालाई कुटेर हिँड्नु भएछ हैन? आफ्नी आमालाई हात उठाउनु भन्दा अगाडि तपाईको हात अलिकति पनि कामेन? तपाईको मनमा अलिकति पनि पाप र धर्मको ख्याल आएन? आफ्नी आमाको अलिकति पनि माया लागेन? छोको जस्तै मात्रै गरेको हो, कुटिहालेको होइन। ठिक्क तपाईलाई। तपाई जस्तो छोरा हुनुभन्दा त नभएकै बेस। जाबो त्यति एक टुक्रा बारीको लागि आफ्नी आमामाथि हात उठाउनु भयो हैन? तपाईँ यहाँ आमासँग झगडा गरेर आउनुभएको भन्ने कुरा थाहा मात्रै पाएको भए मेरो घरको आँगनमा पाइला पनि टेक्न दिने थिएन तपाईँलाई।